हेलो साथीहरू, मेरो नाम शैलेन्द्र कमाल र आज म भन्न गइरहेको छु हामीले चाहिँ अटोक्याड ओपन गरेपछि चाहिँ हामीले चाहिँ सुरुमा चाहिँ इनिसियल सेटिङहरू के गर्नुपर्छ त हामीले चाहिँ कुनै पनि एउटा ड्रइङ जस्तै प्लानहरू गर्न अघि चाहिँ के गर्नुपर्छ जस्तै हजुरको चाहिँ अब हजुरसँग कुन अटोक्याड भर्जन छ 2007 छ कि 2025 छ कि 2026 छ जुन छ त्यो खोल्नु अनि त्यसपछि हामीले गर्ने तरिका भनेको सबैमा एउटै नै हो। अब हामीले सुरुमा फाइल ओपन गर्नको लागि हामीले न्यू गर्न पर्यो होइन। अब न्यू गरेपछि हामीले चाहिँ सुरुमा गर्नुपर्ने सेटिङ भनेको हामीसँग युनिट सेटिङ हुन्छ। युनिट हामीले चाहिँ बनाउनु पर्यो। हामीले चाहिँ जहिले पनि आर्किटेक्चर गरिन्छ अनि यहाँ प्रिसाइजनमा चाहिँ हजुरले जस्तो डिफल्ट अहिले आएको छ यो राखे पनि भयो, नराखे पनि भयो होइन। हजुरलाई चाहिँ जुन चाहिँ प्रिसाइजन लाउँछ त्यो राख्दा ठिक हुन्छ। अब मैले चाहिँ यो राख्छु, मलाई चाहिँ यो सधैँ राखिरहने हो होइन। अनि चाहिँ हजुरलाई चाहिँ कुन चाहिँ युनिटमा काम गर्न मन छ होइन, कुन स्केलमा काम गर्न मन छ त्यो चाहिँ हजुरले यहाँबाट चुज गर्न सक्नुहुन्छ। अहिले हामीले चाहिँ इन्चेसमा गरौँ है। अनि चाहिँ यहाँनिर लाइटिङमा चाहिँ हामीले के गरौँ, इन्टरनेसनल गरौँ अनि यो चाहिँ डिफल्ट डेसिमल डिग्री नै ठिकै छ होइन। यसलाई चाहिँ के गरौँ, ओके गरौँ। अनि चाहिँ दोस्रोमा हामीले के भनेको के गर्नुपर्छ भन्दा चाहिँ हामीले चाहिँ तलपट्टि चाहिँ स्न्यापिङ यो हाम्रो पर्पेन्डिकुलर अर्थोमोड्सहरू अन गर्नुपर्छ है। कुनै पनि ड्रइङ गर्नुभन्दा अघि अब हामीले गर्नुपर्ने भनेको यो अर्थोमोड अन गऱ्यौँ, यो ठिक छ होइन। हाम्रो स्न्यापिङ स्न्यापिङ अब्जेक्टहरू चाहिँ अलरेडी अनै छ अनि चाहिँ मेरोमा छ, हजुरकोमा छैन भने हजुरले अन गर्दा हुन्छ, अन गर्नुपर्छ होइन। अनि चाहिँ अब हामीले अरू गर्नुपर्ने भनेको चाहिँ हाम्रो चाहिँ कुनै पनि हजुरको यस्तो पोइन्टहरू यो टिक गरेको छैन भने टिक गर्नु होला, यो टिक गरेको भनेको अन गर्नु हो। एन्ड पोइन्ट, मिड पोइन्ट, सेन्टर होइन, जियोमेट्रिक सेन्टर, नोट्सहरू यिनीहरू हजुरले सबै अन गर्नुपर्छ। यो गर्दा चाहिँ हजुरको ड्रइङमा चाहिँ धेरै हेल्प हुन्छ। जस्तै हजुरको लाइन भयो, ल लाइन अब हामीसँग यति छ होइन। हामीले चाहिँ ल यति ड्रइङ गऱ्यौँ है। अब हामीलाई के हुन्छ भन्दा चाहिँ इन्ड पोइन्ट पत्ता लगाउन सजिलो भयो, मिड पोइन्ट पत्ता लगाउन सजिलो भयो नि त। अब मलाई चाहिँ मिडबाट एउटा लाइन तान्न छ भने के गर्नु पर्यो, हजुरको यस्तो ट्रायङ्गल जस्तो देखाउँछ भने यो मिड पोइन्ट भनेर यसरी बुझ्न सकिन्छ होइन। यसरी चाहिँ हजुरले चाहिँ त्यो अन गरेपछि चाहिँ हजुरलाई चाहिँ इजी हुन्छ अरू फर्दर ड्रइङ्सहरू प्लान्सहरू बनाउनलाई चाहिँ है। अनि चाहिँ हामीले दोस्रो दोस्रो सेटिङ गर्ने भनेको अप्सन सेटिङ। अप्सनमा हामीले चाहिँ हाम्रो अनुसार चाहिँ बनाउन सकिन्छ है। अब हजुरले सुरुमा चाहिँ डिस्प्ले चाहिँ डार्कै राख्दा राम्रो है। अनि हजुरले चाहिँ यहाँ कलरहरू चेन्ज गर्न सक्नुहुन्छ। हजुरको कस्तो कलरमा चाहिँ चेन्ज गर्न, जस्तै अहिले मैले चाहिँ के भयो भन्दा चाहिँ ल लेट मानिलिउँ मैले अहिले रेड कलर गरेँ होइन। अहिले मेरो पुरै यस्तो ब्याकग्राउन्ड चाहिँ पुरै रेड हुन्छ भनेर बुझ्नु पर्यो। हजुरको चाहिँ आफूलाई चाहिँ हुन्छ नि त आँखाले चाहिँ कस्तो राम्रो अ, प्लान्ट्सहरू हजुरले ड्रइङ गर्दा सजिलो हुन्छ त्यही कलर राख्दा राम्रो होइन। मलाई चाहिँ ब्ल्याकै प्रिफर हुन्छ, ब्ल्याकै राख्छु होइन। यो भइहाल्यो है। अनि त्यसपछि अरू भनेको हजुरको रिसाइज यो अलरेडी नै अनै हुन्छ। हजुरले क्रस क्रस हेयरहरू चाहिँ यो चाहिँ हजुरले आफ्नो अनुसार चाहिँ बढाउन सक्नुहुन्छ है। अब अहिले डिफल्टै राखौँ होइन। अनि चाहिँ उम्, हजुरको दोस्रो दोस्रो भनेको यो ओपन, यसमा चाहिँ केही गर्नुपर्ने छैन होइन। अब हामी डाइरेक्ट जान्छौँ ड्राफ्टिङमा जान्छौँ र ड्राफ्टिङमा गएपछि हामीले चाहिँ अब हाम्रो यसको साइज चाहिँ हामीले अलिकति बढाइन्छ होइन। किन भन्दा आफूलाई सजिलो हुने तरिकाले चाहिँ गरिन्छ है। यो चाहिँ हजुरले आफ्नो किसिमले राख्नु होला है। अनि चाहिँ यो भयो अनि त्यसपछि अब हामी डाइरेक्ट जान्छौँ चाहिँ सिलेक्सनमा जान्छौँ र अलिकति यसलाई पनि पिक बक्स भनेको जुन चाहिँ हाम्रो यो रोक्नु, अहिले म देखाउँछु हजुरलाई, रोक्नु है, यसलाई अहिले हल्का बढाऊँ है। अनि चाहिँ यो भयो है। यति नै गरौँ। अनि चाहिँ यो एप्लाई गर्नु होला अनि ओके गर्नु होला। जस्तै यो हजुरको यो क्रस हेयर छ नि, क्रस हेयरको बिचमा यो डल्लो रेक्टेङ्गलवाला बक्स आएको छ नि, यसलाई चाहिँ हामीले चाहिँ पिक बक्स भनेर भन्ने गरिन्छ र अनि यो साइड साइडको यो त्यो चारवटा चाहिँ लाइनहरू छ नि, त्यो चाहिँ हाम्रो चाहिँ क्रस हेयर भनेर बुझ्न सकिन्छ है। अनि चाहिँ अब हामीले चाहिँ यो सब भएपछि अनि चाहिँ अब हामीले गर्नुपर्छ डाइमेन्सन सेटिङहरू गर्नुपर्छ होइन। त्यसको लागि हामीले चाहिँ डी हाने पनि भयो अथवा डिम स्टाइल हाने पनि भयो होइन। डी गरेर इन्टर गर्नु होला र अब हामीले चाहिँ नयाँ बनाउनु पर्छ। अब हामीले काम गर्ने भनेको फिट इन्चेसमा हो नि त होइन, फिट इन्चेस। अब हामीले कन्टिन्यू गर्नु पर्यो र अब हामीले चाहिँ के गर्नु पर्यो, लाइन। अब लाइनमा गएर चाहिँ अब हाम्रो कलर, अब हामीले चाहिँ सबै लेयरमा काम गर्ने हो नि त। त्यही भएर बाई लेयर बाई लेयर बाई लेयर गरौँ र हजुरलाई चाहिँ कलर जुन ठिक हुन्छ त्यो राख्दा पनि भइहाल्यो है। अनि चाहिँ यहाँ पनि बाई लेयर, सबै बाई लेयर बाई लेयर बाई लेयर गर्नु होला है।
अनि चाहिँ यो भइहाल्यो। यो चाहिँ हजुरको चाहिँ जुन डाइमेन्सन देखाउने हुन्छ नि हजुरको फिगरमा देख्नुभयो होला यस्तै सेम हुन्छ है। अब हजुरले यहाँ चेन्जेस गर्दै जानु यहाँनिर हजुरको यो जुन चाहिँ यो सानो पपअप बक्स छ यसमा चाहिँ चेन्ज हुँदै गइरहेको हुन्छ है। अब अब हामीले चाहिँ यहाँनिर आफ्नो अनुसार राख्न मिल्यो। अब हाम्रो कस्तो एरो चाहिन्छ त है त्यही अनुसार राख्दा हुन्छ। अनि चाहिँ हाम्रो यतापट्टिको चाहिँ यो एरो बक्स फिक्स गरेपछि हाम्रो यो जुन बटन यो खाली यो थियो नि अघि चाहिँ इनेबल भएको थिएन नि त त्यो चाहिँ अब के हुन्छ इनेबल हुन्छ। अब हामीले चाहिँ यसलाई चेन्ज गर्न मिल्छ। अब यो चाहिँ हजुरले चाहिँ हजुरको कस्तो ड्रइङ छ त्यही अनुसार चाहिँ हजुरले राख्दा राम्रो है। अहिले मैले चाहिँ 4 इन्चेस राख्छु है। अब यो पनि मैले 4 इन्चेस चाहिँ राख्छु। अनि चाहिँ यो पनि 4 इन्चेसै राख्छु है। अहिले यहाँ हजुरको ड्रइङ यस्तो देखे पनि पछि चाहिँ अब गर्दा चाहिँ अलिक फरक देखिन्छ। 4 इन्चेसै राख्छु र अनि यो फिक्स इन भनेको चाहिँ हजुरको चाहिँ जहाँसम्म छ त्यहाँसम्म मात्र हुन्छ भनेर बुझ्नु पर्यो। र यसको पनि मैले कति हो 4 इन्चेसै राख्छु है। अनि अब हामी गयौँ फेरि यसमा चाहिँ गर्नुपर्ने चिज भनेको अब यहाँनिर चाहिँ त्यसको डबल राख्दा चाहिँ हुन्छ है। अब मैले गरिरहेको कामहरूमा चाहिँ मैले चाहिँ जस्तै मैले अब 2 हाल्छु भने यता 4 हाल्छु होइन, त्यसरी गर्छु है। अनि अब हामीले चाहिँ यसमा चाहिँ चेन्ज गर्नु पर्दैन है, यो चाहिँ जस्तो छ त्यस्तै। अब यो पनि हजुरले हाइट जस्तो छ त्यही राख्दा पनि केही फरक पर्दैन डिफल्टहरू। अनि चाहिँ अब यो पनि हामीले स्ट्यान्डर्ड गरे पनि भइहाल्यो। हजुरलाई चाहिँ कुनै पनि फन्टहरू चाहिएको छ भने हजुरले यहाँबाट चाहिँ चेन्ज गर्न सक्नुहुन्छ है। अब यसरी गर्ने अनि करेन्ट गरेर चाहिँ अब हजुरले चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। अहिले मैले स्ट्यान्डर्डमै राखिदिन्छु है। अनि चाहिँ कलरहरू पनि बाइ लेयरमै राख्नु होला अथवा चाहिँ हजुरलाई चाहिँ चेन्ज गर्न मन छ भने जस्तै अहिले चाहिँ मैले बाइ लेयरमै राख्छु है। अहिले यसलाई काम गर्दिनँ। अब यो हाइट भनेको हजुरको टेक्स्टको हाइट चाहिँ कति हुन्छ त? कति राख्न मन छ भनेर चाहिँ त्यो हुन्छ है। अनि चाहिँ अहिले चाहिँ मैले चाहिँ कति राखिदिन्छु भन्दा चाहिँ 6 इन्च राख्छु होइन। अब 6 इन्च राखेपछि यस्तो भयो नि त। अब सरी यहाँ डिफल्ट राख्छु भनेको त्यस्तो भएछ। मोस्टली चाहिँ वेट 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 अलि यो राख्दा राम्रो हुन्छ होला यो यो चाहिँ अहिले मैले चाहिँ यो राखेँ है। अलि राम्रो देखियो नि त भिजिबल भइहाल्यो। अनि त्यसपछि चाहिँ हाम्रो यहाँ सधैँ वानै हुन्छ यो केही गर्नु पर्दैन। अब हामीले चाहिँ यो भर्टिकलमा चाहिँ हजुरले चाहिँ यो बिचमा राख्न चाहनुहुन्छ भने सेन्टरमा राख्नु है। अनि एबोभ गर्नुभयो भने चाहिँ यसको चाहिँ माथि जान्छ भनेर बुझ्नु पऱ्यो है। अनि आउटसाइड भनेको अलि यो चाहिँ टाढा जान्छ। अनि चाहिँ यिनीहरू सबै त्यही अप्सनहरू हो। हजुरलाई चाहिँ कुन राम्रो लाउँछ त्यही राख्नुहुन्छ। हजुरको भिजिबल आँखाले चाहिँ कम्फोर्टेबल त्यो छ भने त्यो राख्नु होला। अब मैले चाहिँ के हुन्छ यहाँनिर चाहिँ मैले एबोभै राख्छु, एबोभ भइहाल्यो है। अनि त्यसपछि यो चाहिँ सेन्टरको छ, सेन्टरमै राख्न पर्यो। अनि लेफ्ट टु राइट यो भइहाल्यो। अनि यो चाहिँ अफसेट फ्रम द डाइमेन्सन लाइन भनेको हजुरको जुन यो डाइमेन्सन लाइन छ नि योबाट चाहिँ कति माथि हुनु पर्यो त टेक्स्ट भनेको है। अब मैले चाहिँ कति राख्छु भन्दा चाहिँ मैले 3 इन्च राख्छु। 3 इन्च भनेको राम्रो हो है। मतलब अलिकति माथि छ। अनि हल्का यो फिगर यता गयो नि त अब मैले के गर्छु भन्दा चाहिँ अलाइन गर्नु पर्यो कि ट्याक्कै त्यो के हो अलाइन भयो होइन। अझै 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 छ यहाँ चिजहरू गर्दा गर्दै त्यो फिगरहरू चेन्ज हुँदै जान्छ है। अनि चाहिँ अब हाम्रो चाहिँ के हुन्छ भन्दा चाहिँ अब फिट गराउनु पर्यो। अब यो अलवेज किप टेक्स्ट बिट्विन द होइन जुन चाहिँ यो इन पोइन्टहरू छ नि त यो इन पोइन्टको बिचमा रहन्छ भनेको टेक्स्टहरू। अनि चाहिँ अब दोस्रो भनेको अब हामीले टेक्स्ट प्लेसमेन्ट चाहिँ कहाँ हुनुपर्छ ओभर द डाइमेन्सन विथ द लिडर्स भनेको यो ट्याक्कै यो गरिदिने होइन। अनि त्यसपछि चाहिँ अरू गर्नुपर्ने चिज भनेको चाहिँ के छ अब हामीले यो फाइन टर्निङमा चाहिँ यो गर्दा चाहिँ ठिक हुन्छ। जस्तै अहिले चाहिँ हाम्रो यो केही छैन ए यसको सेन्टरमा चाहिँ यति रेडियस छ होइन यो सर्कलको भनेर चाहिँ देखियो नि त यसरी यस्तो गर्ने। अनि यो भइहाल्यो। हजुरले अब अम, यसमा चाहिँ हजुरले के गर्न सक्नुहुन्छ भन्दा चाहिँ इन्जिनियरिङ हाल्नु। अनि जस्तै हजुरले चाहिँ अब
14 बाई 14 फिटको गराउन चाहनुहुन्छ भने कोलमहरू 14 बाई 14 हान्नुभयो भने के हुन्छ, उतापट्टि चाहिँ के हुन्छ भन्दा चाहिँ फिट इन्चेसमा कन्भर्ट हुन्छ भनेर बुझ्नु पऱ्यो क्या। त्यस्तो हुन्छ, त्यही भएर चाहिँ यो प्राइमरी युनिटमा चाहिँ त्यस्तो इन्जिनियरिङ राख्दा चाहिँ सजिलो हुन्छ। उतापट्टि चाहिँ हामीले आर्किटेक्चर राखेको थियौँ भने यता इन्जिनियरिङ राख्दा चाहिँ सजिलो हुन्छ भनेर बुझ्नु पऱ्यो। अरू चाहिँ यो भइहाल्यो। अब हामीले चाहिँ इन्चेस चाहिँ नगरौँ, फिट मात्र गरौँ। पहिला चाहिँ यस्तो हुन्छ अनि त्यसपछि चाहिँ ओके गरौँ है। ल, अब हामीले के गरौँ, सेट एज करेन्ट गर्नु पऱ्यो। जुन हाम्रो यो नयाँ हो नि त, यसलाई चाहिँ के भन्छ, सेट एज करेन्ट गरौँ। यसलाई हामीले क्लोज गरौँ। जस्तै मैले हजुरलाई एउटा चाहिँ केही चिज गरेर देखाउँछु है। अँ, जस्तै अब मैले चाहिँ के रेक्टेङ्गल गराएँ है। रेक्टेङ्गल गराएँ 14 बाई 14को गराएँ। अहिले हामीसँग यस्तो भयो होइन। अनि चाहिँ अब मैले के डाइमेन्सन लिन्छु है। डाइमेन्सन यहाँदेखिबाट यहाँसम्म यस्तो भयो होइन। अब जस्तै अब यो धेरै माथि उठेको छ नि त। अब यसलाई चाहिँ हामीले चाहिँ के गर्न सकिन्छ, फेरि यसमा गएर चाहिँ अब हामीले चाहिँ मोडिफाईमा गरेर हामीले चाहिँ यहाँ अरू चेन्जहरू गर्न सकिन्छ। जस्तै अब हाम्रो चाहिँ आरको एरो चाहिँ अलिकति धेरै भयो होइन। यसरी चाहिँ हामीले चेन्ज गर्न सकिन्छ होइन। अब यो भनेको त्यो, जस्तै अहिले मलाई त यो ठिकै छ, किन भन्दा चाहिँ यो चाहिँ अलिकति धेरै ठुलो जस्तो त भयो है। तर चाहिँ अलिकति चेन्ज गर्दा चाहिँ राम्रो हुन्छ होला। 6 गरौँ। ए सरी, यहाँ 6 गर्दा ठिक हुन्छ होला है। अब यो आफ्नो अनुसार हाल्दा ठिक हुन्छ। अनि चाहिँ टेक्स्टमा चाहिँ अब मलाई चाहिँ के कलर चाहियो होइन। कलर चाहियो, मैले येल्लो कलर गरिदिएँ भने यी येल्लो भयो। अब मैले के ओके गरिदिएँ होइन। सेट एज करेन्ट गर्नुपर्छ, बल्ल चेन्जेसहरू एप्लाई हुन्छ भनेर बुझ्नु पऱ्यो। जस्तै यस्तै भयो है। अनि चाहिँ यस्तो भयो होइन। ल, धन्यवाद। सब्सक्राइब गर्नु होला।